यो यसरी मैले गरेर माथि समात्यो भने पक्कै तल जान्छ बल। यसमा कुनै शंका छैन नि सर। बिस्तारै जाऊ बिस्तारै जाऊ बिस्तारै जाऊ बिस्तारै जाऊ बिस्तारै जाऊ बिस्तारै जाऊ। ल छिटो जाऊ भने यो छिटो जान्छ। रुक भनिसकेको छु बीचमा आएर रुक्छ। स्विच छैन हजुर। बिस्तारै तल जाऊ म भन्छु। बिस्तारै तल जाऊ भने बिस्तारै तल जान्छ। बिस्तारै जाऊ बिस्तारै जाऊ म भन्छु। बीचमा रुक भने बीचमै रुक्छ। तल छिटो जाऊ भन्छु भने तल छिटो जान्छ। सरहरूले मलाई जादु हेराउन भन्नुभयो। एउटा जादु कला हेरेर हामी हैन मनोरञ्जन गरौँ। सर यो हेरिदिनुस् यो के हो? यो तार हो कि धागो हो कि के हो? धागो हो। यसमा कुनै स्विच फिट गरेको छु मैले? कुनै स्विच त छैन नि। प्रष्टै हेरिदिनुस्। यो छोडाउ। यो धागो हो। उता तान्नुस् त धागो। यता तान्नुस् त। यसमा केही छैन नि सर। शंका छ भने भन्नु होला। यसमा कुनै स्विच छैन केही छैन। ल हेर्नुस् भित्र खाली छैन खाली छ। अब यो धागो आरपार हजुरले हेरिराख्नु भएको छ। यता तान्यो भने यता यसमा कुनै स्विच छैन नि। गाँठो पारेको छ हजुर। यो धागो हो। यो धागोमा कुनै स्विच मैले फिट गरेको छैन। यसमा कुनै तार पनि छैन है सर। यो यसरी मैले माथि समात्दा यो पक्कै तल जान्छ बल हैन। यो यसरी मैले गरेर माथि समात्यो भने पक्कै तल जान्छ बल। यसमा कुनै शंका छैन नि सर। मैले यसरी माथि समात्यो भने यो तल जान्छ 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 है। यो धागो हो। अब म यसरी समातेर माथि गर्छु अनि बीचमै रुक भन्छु भने बीचमै रुक्छ। फेरि यसमा कुनै स्विच छैन सर। छैन। यो कुनै स्विच छैन। म यसरी छोडेर अनि भन्छु बीचमा रुक भने यो बीचमै रुक्छ। हेर्नुस् हामी विद्यार्थीहरूलाई उठबस गराउँछौँ हैन दण्ड दिन्छौँ। हामीले सरकारलाई अब के गर्ने हो हैन। सरकारलाई घुँडा टेकाउने हो आफ्नो मागप्रति। अब हेर्नुस् यसमा कुनै स्विच छैन। म बीचमा रुक्न भन्छु भने बल बीचमै आएर रुक्छ। बीचमा मैले रुक भनिसकेको छु बीचमा आएर रुक्छ। स्विच छैन हजुर। बिस्तारै तल जाऊ म भन्छु। बिस्तारै तल जाऊ भने बिस्तारै तल जान्छ। बिस्तारै जाऊ बिस्तारै जाऊ म भन्छु। बीचमा रुक भने बीचमै रुक्छ। तल छिटो जाऊ भन्छु भने तल छिटो जान्छ। यसमा कुनै स्विच छैन सर। बिस्तारै जाऊ भन्। ल बिस्तारै जाऊ मैले भनिसके। यो शिक्षकको मार्कर हो। जे पनि गर्न सक्छौ हो। बिस्तारै जाऊ भनिसके। बिस्तारै जाऊ बिस्तारै जाऊ बिस्तारै जाऊ बिस्तारै जाऊ बिस्तारै जाऊ बिस्तारै जाऊ भनिसके। बिस्तारै जाऊ मैले भनिसकेको छु। बिस्तारै जान्छ तल। बिस्तारै जाऊ बिस्तारै जाऊ बिस्तारै जाऊ। यो बिस्तारै जान्छ हजुर। बिस्तारै जान्छ मैले भनिसकेको छु। बिस्तारै जाऊ बिस्तारै जान्छ। बिस्तारै गयो। म छिटो भन्नुस् त छिटो जाऊ भनिदिउ। ल छिटो जाऊ भने यो छिटो जान्छ। शिक्षक एकता हाम्रो माग। सरकारले यदि हाम्रो माग पूरा गरेन भने हामीले बीचमा ल्याएर उसलाई झुन्ड्याइदिन्छ। हामी उठबस गर्न लगाइदिन्छौँ। बीचमै ल्याएर झुन्ड्याइदिन्छ। हाम्रो माग पूरा हुनुपर्छ। हामी सरकारलाई भन्छौँ बिस्तारै जाऊ बिस्तारै जाऊ। यो हाम्रो नेपालको गति यस्तै चलिरहेछ। बिस्तारै विकासतिर लगेको छ। विकास बिस्तारै लम्किरहेछ हो। ल हस् त धन्यवाद हजुर धन्यवाद। यो कसरी सम्भव हो तपाईले गरेको जादु? यो जादु भनेको तन्त्र र मन्त्र। मन्त्र हुँदैन तन्त्र हुन्छ। तन्त्र विद्या मलाई थाहा छ। नाम इनुमाया भण्डारी भरतपुर 12। मेरो ढाड दुखेर हल्न चल्न भएको थियो। वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो। अहिले दुखेको अनुभवै हुँदैन। तन्त्र भनेको तरिका हो सर। तपाई तन्त्र भन्नुहुन्छ। तपाई कलमको पावर पनि भन्नुहुन्छ। हो यो कलमको पावरमा त्यो तन्त्र छ। मैले सिद्ध गरेको छु सिको गरेको छु। यो कलमको ताकतले मैले यसलाई उठबस गर्न लगाइरहेको छु। यो तन्त्र हो सर। तान्त्रिक विद्या हो। हेर्नुस् ल कसरी सम्भव हुन्छ? सम्भव भएरै त गरेको हो हजुर। हामीले हजुर तालिम। अब एकजना मेरो गुरु हुनुहुन्थ्यो। म 8 कक्षामा पढ्दाखेरि उहाँ आफ्नो रिलेसनका आउनुभएको थियो गाउँमा। अनि उहाँ जादु कलाको कुरा गर्दै हुनुहुन्थ्यो। जादु पनि हेराउनु भयो। मलाई आश्चर्य लाग्यो।
अनि मैले उहाँलाई अलि रिक्वेस्ट गरेँ, उहाँले 6 वटा मलाई तरिकाहरू सिको गराएर जानुभयो। अब कता जानुभयो त्यति बेला मोबाइल पनि थिएन, म 8 कक्षामा थिएँ, उहाँ जानुभयो, त्यसपछि जानुभयो। अनि 6 वटा तरिका मैले सिको गरेँ अनि हो रहेछ त्यो मैले प्रुफ गरेँ। त्यसपछि आफै सिको गर्दा गर्दै 2000 भन्दा बढी मलाई जादुकला थाहा छ। कसरी सिक्नु? यत्रो शिक्षकहरू हुन्छ, अर्को फेरि आन्दोलन फेरि उहाँले पनि जान्दा हुन्छ, तपाईँ गुरु भन्नुहुन्छ त्यो। हजुर, ठ्याक्कै भन्नु न कसरी सिक्नु भयो? यो मेन के छ भने प्र्याक्टिस, र त्यसमा पनि प्र्याक्टिस चाहियो। त्यसमा पनि कुनै कुनैमा हातको कला हुन्छ, सफाई हुन्छ, र त्यसमा पनि केही न केही सिको हुन्छ सर। सिको धागो हो सर, त्यो एकैछिन सर, त्यो तरिका नभएपछि हामी गर्नै सक्दैनौँ। यो धागो हो सर, यो धागो हेर्नुहोस् न, धागो हो, यो बल हो। हामीले अड्के भन्दा अड्किन्छ यो, हामीले भन्ने मान्छे अड्दैन, ल अर्को जादु फेरि